सम्माननीय नई अकादमीका कुलपतिज्यू, साथै मञ्चासीन आदरणीय गुरुजन, साथै प्रेक्षकगृहमा रहनुहुने सम्पूर्ण महानुभावमा एकमुष्टमा मैले नमन जनाएँ। यो हाम्रो लागि सौभाग्य हो। अघि टेकबहादुर भाइले भन्नुभयो जस्तै म पनि कसो तेस्रो पिँढीमै पढ्दो रहेछु। मलाई पढाउने विश्वविद्यालयमा पढाउने गुरु कृष्णराज सर पनि यहाँ हुनुहुन्छ। अनि सौभाग्य मेरो निम्ति मेरो एमफिल र पिएचडी दुवै थेसिसको जाँचकहरू आज एकै लहरमा भनौँ चारैजना एकमुष्टमा मैले मञ्चमा देख्न पाइरहेको छु। आदरणीय प्रोफेसर वासुदेव त्रिपाठी सर, आदरणीय प्रोफेसर चूडामणि बन्धु सर, आदरणीय दयाराम श्रेष्ठ सरलाई मैले हिजो पनि जनाएँ, यो कुरा सरले बिर्सिसक्नु भएको रहेछ। अनि महादेव अवस्थी सर पनि मेरो थेसिसको जाँचक परीक्षक हुनुहुँदो रहेछ। यो एकै साथमा चारैजनालाई मैले देख्न पाएँ, भेट्न पाएँ, मञ्चमा सजिएको देख्न पाएँ। यो मेरो लागि सौभाग्यको कुरा हो। र यो ग्रन्थमा यो जुन भर्खरै विमोचन भयो भने पायौँ हामीले, त्यो एउटा महत्त्वपूर्ण दस्तावेजमा मेरो पनि एउटा आलेख छ। त्यसमा मैले विशेष गरी उत्तर बङ्ग विश्वविद्यालयमा नेपाली पठन पाठनको कहिलेदेखि अनि दार्जिलिङ सरकारी महाविद्यालयमा नेपाली पठन पाठनको विकास प्रक्रिया अनि भर्खरै स्थापना भएको दार्जिलिङ पार्वत्य विश्वविद्यालय जुन छ, केही वर्ष अघिदेखि मात्र यो सञ्चालनमा आएको छ। त्यसमा आफू पनि एकजना शिक्षक भएको नाताले आफू पनि त्यहाँ पढाउने शिक्षक हुन पाएँ, आंशिक भए पनि। र त्यसो हुँदाखेरि मैले त्यसै बारेमा त्यसैको परिक्रमामा मैले आलेख तयार गरेको छु। र त्यहाँ शीर्षकमा चाहिँ दार्जिलिङ विश्वविद्यालय मात्रै भएको रहेछ। अघि मैले झट्ट हेर्दाखेरि वास्तवमा दार्जिलिङ पार्वत्य विश्वविद्यालय थियो, हुनुपर्थ्यो। र त्यो यहाँले सुधार हुने नै छ पढ्दाखेरि। र यो मौका दिनुभयो, यसको निम्ति हामीलाई पनि आफ्नो भुलहरू जचाउने मौका दिनुभयो। यसको निम्ति नई एकाडेमीका सम्पूर्ण कुलपति, सचिव, सदस्यहरू लगायत यहाँहरू विद्वज्जनमा सबैमा आभार प्रकट गर्दै, धेरै नामले चिनेको तर अनुहारले अपरिचित, कामले चिनेको, पढ्दै आएको विद्वान विदुषीहरूसँग यो सँगसँगै गर्ने मौका पाएँ। यो सधैँ मेरो निम्ति एउटा सम्पत्ति भएर रहनेछ। यसलाई आगामी दिनमा पनि मैले सौभाग्य प्राप्त गर्ने नै छु भन्ने आशा राख्दै यहाँहरूसँग सबैलाई नमन जनाउँदै फेरि यो अकादमीलाई पनि आभार प्रकट गर्दै म बिदा लिन्छु। धन्यवाद।